हैन। विभिन्न ठाउँबाट आएर आफ्नो वर्ण व्यापार व्यवसाय गर्ने ठाउँ बटौली। यो भनेको नेपालको पश्चिम क्षेत्रको प्रमुख व्यापारिक केन्द्र हैन। अब यहाँ चाहिँ नि सुरुमा चाहिँ नि 3-4 महिना मात्रै व्यापार चल्थ्यो। त्यसपछि 1950 मा खड्ग शमशेरको पालामा नारायण प्रसाद भन्ने व्यक्तिलाई बुटोल व्यापार कसरी 12 महिना गुल्जार गर्न सकिन्छ भनेर जिम्मा दियो। भारतीय व्यापारीहरूलाई ल्याएर, पहाडका व्यापारीहरूलाई ल्याएर जम्मा गरेर कसरी हुन्छ व्यापार चलाऊ बाबु भनेर चाहिँ उसलाई चाहिँ अधिकार दियो। अनि उसले चाहिँ नि बुटोलमा 12 मासे यो भारतीय व्यापारीहरू ल्याए। त्यो के भयो, उसले सामान ल्याए, पहाडबाट पनि फेरि अरू सामान आयो। त्यसै गरी डबल चहल पहल हुँदाखेरि बुटोल व्यापार चम्क्यो, अति नै चम्क्यो। त्यसले नेपालको राजस्व, यो पाल्पा सदरको राजस्व पनि 1000% बढ्यो। त्यो बापत पनि नारायण प्रसादले सेठको पदवी पायो। यो इतिहास जोड्नै पर्छ, एउटा यो बुटोलको इतिहास हो। त्यसपछि पश्चिमाञ्चलको प्रमुख व्यापारिक केन्द्र, त्यसमा पनि अब यहाँ 28-30 जिल्लाको पहाडतिरको पश्चिम पूर्व पश्चिमको मान्छे व्यापार गरेर आफ्नो पहाडतिरको उत्पादनहरू ल्याउने अनि यहाँबाट तराईबाट आफ्नो आफूलाई चाहिने वर्ष दिनको जोहो गरेर जो सामानहरू लैजाने यो प्रमुख व्यापार केन्द्र हो। यहाँको व्यापारलाई ढाके व्यापार भन्थ्यो हैन। ढाकेहरू लस्कर आउँथ्यो, एकदम आफ्नो आफ्नो डफा लिएर एकदम लस्कर आउँथ्यो। यहाँ बस्ने खाने ठाउँ दिन्थ्यो, साउहरूलाई भ्याइ नभ्याइ हुन्थ्यो। अब भारतबाट आउने माल अत्याधिक बिक्री हुने अनि हाम्रो पहाडतिरको चाहिँ नि यो घिउ सोठी जडीबुटीहरू कति हो कति आउने हैन, सबै चाहिँ भारतमा जाने। त्यसले के भयो, राजस्व पनि बढ्यो, आम्दानी पनि बढ्यो हैन, धेरै कुराको भयो। धार्मिक उसको पनि सङ्गमस्थल भयो बुटोल हैन, धार्मिकको पनि धर्मको सङ्गमस्थल भयो। त्यसै चाहिँ हाम्रो रीतिरिवाज चालचलन खानपानको पनि के अब हेर्नुहोस् न, अब उनीहरूले चाहिँ नि आफ्नो खाजाको रूपमा कोदोको रोटी, फापरको रोटी, जौको रोटी हैन, अनि यो सेलरोटी बनाएर ल्याउँथ्यो। आफ्नै हिसाबले बनाएर ल्याउँथ्यो। अचार सचार कति मिठो हुन्थ्यो तिनीहरूको, खाइयो त्यो पनि हामीले पनि अलिअलि तिनीहरू पनि दिन्थ्यो कि। अनि हामीले पनि यहाँबाट बनेको चिज उतारेर लिएर खुवाउँथ्यो उनीहरूलाई। त्यो राम्रो थियो, त्यो संस्कृति नै त्यो एउटा सम्झनै लायकको संस्कृति के थियो। पछि जब व्यापार त कति भयो हैन, धेरै बढ्यो। पछि चाहिँ बिस्तारै बिस्तारै प्रमुख यहाँको व्यापार सुक्नुको प्रमुख कारण उत्तर दक्षिण राजमार्ग हो, सिद्धार्थ राजमार्ग। 2024 सालदेखि भनौँ न, 24 सालसम्मको मलाई थाहा छ कि यो चहल पहल थियो भनेर, किनभने हाम्रो व्यापार थियो यहाँ होइन, हामीले व्यापार गर्थ्यौँ नि। त्यो 24 सालपछि त्यो बिस्तारै बिस्तारै राजमार्ग सिद्धार्थ राजमार्ग बनेपछि यहाँको व्यापार घट्दै गयो। प्रमुख कारण के हो, जब यहाँ बाटोहरू बन्यो होइन, सिद्धार्थ मार्गको बन्यो, त्यसपछि आफ्नै घर घरमा पुग्यो व्यापार, आफ्नै घर घरमा सामानहरू पुगेपछि यहाँ को आउँछ। यसरी चाहिँ बुटोल व्यापार सुक्यो। अब यहाँ केही छैन भने पनि हुन्छ, बुटोल व्यापार सुक्यो, खसेरी बढ्यो। यहाँ फैलिने ठाउँ भएन र सुक्यो। पारि फैलिने खसेरी बजार फैलिने ठाउँ भएर बढ्यो। हेर्नुहोस्, अब एकचोटि व्यापार गएपछि यहाँको पूर्वाधारै छैन कि। अब फर्काउने कसरी, यो अलि सम्भव जस्तो लाग्दैन मलाई। किनभने यहाँ चाहिँ यो त्यसको पूर्वाधार पनि हुनु पऱ्यो, मान्छे आउने बस्ने जाने ठाउँ हुनु पऱ्यो होइन। अब सबै सुविधा आफ्नो गाउँतिर पुगिसकेपछि यहाँ फेरि यहाँ दुःख गर्नु त मान्छे आउँदैन होइन। अनि कसरी फेरि त्यही हिसाबले चल्छ भनेर भन्ने आश गर्ने, त्यो मलाई चाहिँ सम्भव लाग्दैन।